दिदी जानु रेडी हुन भन्दा बाबु चाहिँ रेडी भयो Happy Tiar. Rapper, check it out. Happy Tiar दिदीहरु दाइ The guys here आए. Happy Tiar from us भन्नु न यहाँनिर दुईटा मात्र भयो हामी भन्थ्यौँ पानी खाने तिम्रो पानी खाने भन्छ ल अर्को लिएर आउँछु भान्जाले मलाई हेलो गाइस ह्यापी तिहार सबैजनालाई अनि हाम्रो छोरो मेरो बेटाजी आउनु भएको छ अनि हाम्रो यो रुबिन दाजु आउनु भएको छ रुबिन दाजु हामी टिका लाउनु रेडी भइसक्यो ओके अलरेडी रेडी यो चाहिँ मेरो भ्लगमा नि फेरि अलरेडी रेडी भएको छु चेक इट आउट गाइस ल गाइस यहाँ पुरा लिएर आउँछ सामान हाम्रो यहाँ सामान सबै रेडी भइसकेको छ दाजुको छुट्टै भ्लग स्टार्ट भइरहेछ यहाँनिर धेरै पाराले बसिन्छ त धेरै टाढा भएन फिल्म त कस्तो देखिरहेको छ ल तिमी हेर्नै पर्दैन क्या हिरो हो क्या तिमी राम्रो देखिन्छ हामी त यहाँ चस्मा लाउँछ लाउनै पर्छ बिजोग देखिन्छ त अलिक बिजोग फोटोमा राम्रो आउँछ नि त फोटो लाउनु पछि फोटो खिच्दा चाहिँ लाउ फर्स्टमा चाहिँ आफ्नो तेल लाएर कहाँ रेडी यसरी रेडी गरेर बस्छ यसरी हाल रेडी गरेर बस्छ ल अनि ढोका कान्ति हाल ढोका ला कस्तो गरे क्या नराम्रो सिस लगाएर भगा जस्तो गरेको क्या तँ ओभर लगाएर टक्का हान अनि ढोका तानेर उठेन भने नि फुट्छ क्या फुटेन भने नि फुटेन त्यही गरी हाल्नु न छोड्ने हो क्या खोज समाधान यसो छोड्यो भने त उस्टिहाल्छ नि ओको चाहिँ हात समाधान यस्तो गरेर गर्छ ए हान्ने कुरा गतिले रहन्छ पानी पानी छ नि त्यहाँ पानी त छ नि होइन कताबाट घुम्ने दिदी दाहिने देश कता साइड अब यी साइडबाट चाहिँ तेल लाएर गर तेल पानी राख भुइँमा यसो गर सन्जा तेल कता छ नि सन्जा तिमी अलि ओगर बस सर नि सन्जा के गर्छ निरु नि अलि गर्छ निरु तेल यसरी लिऊ हैन यसो छोरो यसो गर
टिचरले सिकाउँदै हुन्छ म्यामलाई हेर्नु गाइस म भन्छु पहिला पहिला मम्मीहरु म भन्छु के पहिला पहिला मम्मीहरु पहिला पहिला मम्मीहरु हुनुहुन्थ्यो हामीले गर्थ्यौँ हेर्नु अहिले मम्मीहरु हुन्छ अब अलिक म ठुलो भएको छु मलाई भुलचुक माफ होस् बाहिरको रक्षा गरिदिनु होला फेरि अर्को पनि भुलचुक माफ होस् भोलि हात बस्नु त्यतिकै आशीर्वाद पाइँदैन त्यो अगाडिको अब भाइटिका त्यतिकै भनिन्छ सहिले त भन्नुलाई मजाक छ एकछिनलाई म त्यो पोस्ट दिन्छु फोटो पनि होइन यसरी मात्र खोल्नु देऊ भाइलाई देऊ अब भाग निकाल गाइस अब हाम्रो भाइको पालो सुरु भइसकेको छ भाइले अब दिललाई टिका लाउँछ बत्ती त फेरि बाल्नु पर्ने रे चौधको एकचोटि बालेको के फरक पर्छ यो ठुलो बत्ती बल्छ कि केटी अब बत्ती निकाल्दा नि हुन्छ सानो दियो राख्नुपर्छ कि दियो राख्ने अब यो यत्रो राख्यो भने एउटै कलरको सँगै सँगै आउँछ रहेछ तिम्रो मेरो कतिवटा उस मिल्दो रहेछ है त तिमीले कुन कलर कता कता लगाउँछ किनकि तिमीले देखाउँदैन नि मैले त्यो बेला म भन्दिनँ कसरी थाहा पाउँदो रहेछ हेर्छु क्या ल एउटै एउटै हुन्छ कि होइन त्यही हेरिरहेको छु हेर्नु गाईहरू किनकि मैले त ऱ्यान्डम मिलाइदिएको थिएँ ठ्याक्क त्यही लगाइरहेको थियो यार खोइ कता कता लगाएर हेर्नु त दिदी निधारमा अहिले पछि फोटो खिच्दा देखिन्छ मलाई लाग्छ यो येलो नपर्नु पर्छ फुल माथिबाट होइन पहिला पुजेर लगाइदिनु अन्त पहिला पुजेर लाउँदा हुन्छ
ल नभए अब ढोक्न डुमीलाई ढोक्छु भन्ने थियो क्या अब ढोक्नु दियो भाइलाई ल ढोक अब ल बाई ल उठ ल कस्तो ढोक्न हतार पारेको छ हाम्रो चाहिँ ढोक्दैन हजुरआमा नाच ओके गाइस अब हामी खाना खान्छौँ गाइस अब हामीले चाहिँ यो के अरे खाना खाने कार्यक्रम हुँदैछ खाना पस्किँदैछु सबैजना यहाँ रेडी भएर बसेछौँ लास्टै भोक लागिसक्यो त्यो चाहिँ हाम्रो काउली तात्दैछ के को सिकाउनु पर्यो लट्टे त्यही त दिदीको माछाको एकदम उ थियो हामीले खाने भनेर बसेको थियो पहिलेदेखि नेक्स्ट टाइम मलाई नुजरको भन्ने दालमा हो ए भएपछि यता यता जाने उतै दिदी चढ्ने अब आज फाइनल दिदीलाई टाटा भन्दा हुन्छ बरु उतै पकाउन लगाएर यता लिएर आयो यता त लाइट लागिसकेर अब चाहिँ हाम्रो खाने ह्याप्पी तिहार भाइ टिका गाइस ह्याप्पी भाइ टिका भाइ टिका गाइस भाइ टिका